नमस्ते, जयमसी म डिभी सिलास राई। आदरणीय दर्शक वृन्दहरू, आज हाम्रो देशको स्थिति धेरै नाजुक अवस्थामा पुगेको देखिन्छ। हुन त एकदमै 2/3कै छेउमा भएको 181 जना सांसद भएको मन्त्रीमण्डल छ राजसभाको, यति विघ्न छ। तर पनि कसो के हो एकदमै देशमा खैलाबेला मचिएको अवस्था। सुकुम्बासीहरू हजार सुकुम्बासीहरू घरबारविहीन भएको अवस्था। ती सुकुम्बासीले खाइ नखाइ बनाइएको घरहरू भत्काइएको, उनीहरूको करोडौँको क्षति भएको छ सुकुम्बासीको। अब त्यो सुकुम्बासीको जुन घर भत्काइएको छ त्यसको क्षतिपूर्ति कसले दिने हो, यही प्रश्नको कुरा छ होइन। 2 तले 1 तले बिल्डिङ, 3 तले 4 तले 7 तले बिल्डिङसम्म खतम गरिएको छ। त्यो क्षतिपूर्ति कसले दिने हो? सरकारले दिने हो कि राजसभा सरकारले दिने हो होइन? त्यसो भने विदेशबाट ऋण ल्याएर चुल्लुम्मै फेरि डुबाएको छ। कुनै अरू विपक्षीहरूलाई सरसल्लाह नलिकन ल्याइएको छ। अब ऋण कसले तिर्ने हो? राजसभा सरकारले तिर्ने हो कि राज्यको टिकटबाट तिर्ने हो त? राज्यको टिकटमा त यहाँ नेपालका दिनदेखि गरिबहरूले ट्याक्सहरू करहरू तिरेको पैसा हो होइन, यहाँको जनताको पैसा हो। सरकारले चाहिँ बिना सरसल्लाह ल्याउने अनि देशमा मनपरी गर्ने, त्यहाँदेखि देशलाई चाहिँ त्यसै पनि जन्मन साथै 1 लाखभन्दा बढी नेपालीलाई ऋण छ टाउकोमा भनिएको छ है। जन्मन साथै 1 लाखभन्दा बढी ऋण छ नेपालीको टाउकोमा, अझै ऋण थपिएको छ होइन, अरबौँ ऋण थपिएको छ। अब अझै कति ऋण थपिने हो? आज यस्तो आवाजहरू घन्किराखेको छ, सीमा मिचेर होइन, छिमेकी मुलुकले चौपट्टै गरिरहेको छ। आफ्नो भूमि प्रयोग गरेर विभिन्न प्रकारका सुविधा भोगिरहेका छन्। तर ती सीमामा सेनाहरू खटाउनु पर्ने, तर सेनाहरू त गरिब दुखीहरूको सुकुम्बासीहरूको घर भत्काउनका लागि पो प्रयोग गरियो भनिन्छ। यहाँ अब कति ठाउँ त त्यो घरधनीलाई रुखमा बाँधेर चाहिँ घर भत्काइयो भन्ने समाचार आइरहेछ। कति दुःखद खबर, कति दुःखद अवस्था नेपालको होइन। जसलाई बेवास्ता भत्काइएका गरिब दुखी सुकुम्बासीले लगेर राखेको क्वार्टर पनि एकदमै डरलाग्दो महामारी उठ्ने खालको, व्यवस्था ठिक छैन, खानापिना पानीको दुःख, टोइलेटको दुःख, यति खचाखच एउटै कोठामा होइन भिड लागेर बस्नुपर्ने, सुत्नुपर्ने, यस्तो प्रकारको समाचार आइराखेको छ। अब यतापट्टि राजसभाको साथीहरू चाहिँ बालेन सरकारले जे गर्दैछ ठिक गरेको छ, ताली पिट्ने काम पनि भइरहेको छ। यता सुकुम्बासी रोइराखेको छ, यता विपक्षी दलहरू अब बालेनको राजीनामा माग्दैछ, बालेन छोरो देश छोरो भन्ने नारा घन्काइराखेको छ। अनि फेरि हालसालै बालेन मन्त्री ज्यूले पनि बेहोराहरू देखाइराखेको छ। राष्ट्रपतिले बल्ल सुटुक्कै भागेर गइहालेको फेरि। अनि आज 30 गते संसदमा उहाँले बोल्नुपर्ने, जवाब दिनुपर्ने विपक्षीहरूको, तर उपस्थिति नभइदिने होइन। अर्को मान्छेलाई चाहिँ खेताला लाउने आफ्नो कुरा बोल्नको लागि, आफू चाहिँ सिंहदरबारमा गएर बसिराख्ने भनेर आइराखेको समाचार। के हो कस्तो, कति सुन्दा पनि बडो हाँसउठ्दो, एकदमै गजबको कुरा छ। आखिर किन बालेन सरकार चाहिँ त्यो संसद भवनमा आएनन् त? सांसदहरूसँग आफ्नो कुरा राख्न किन आएन त? किन बालेन सरकार चाहिँ बोल्न नसक्ने लाटा हुनुहुन्छ? अथवा बालेन सरकार साँच्चै नै दोषी हो? धेरै डर लागेको छ, अब धेरै बिगार गरिसकेको छु, हजारौँ जनतालाई रुवाइसकेको छु, हजार दुखी गरिबलाई चिड्याइसकेको छु भनेर डराएका हुन् कि? यो के कारणले यसो भइरहेछ हाम्रो देशमा? अब हामीले सोच्नुपर्ने, नेपालीहरू सोच्नुपर्ने। अब काठमाडौँ भक्तहरू ललितहरू त तहस नहस नै बनिसकेको छ, यति बिघ्न उजाड भइसकेको छ र अन्य जिल्लाहरूमा पनि प्रवेश गर्दै गरेको होइन। मानिसलाई घरधनीलाई बाँधेर रुखमा बाँधी पनि घर भत्काउँदै गरेको समाचार आइरहेछ। अब देशैभरि 77 जिल्लामा
कहाँ कहाँ कुन कुन कसको घर भत्किने हो, डोजर लाग्ने हो है। बडो डरलाग्दो छ है। एकदमै डरलाग्दो परिस्थितिमा चाहिँ हामी नेपालीहरू बाँच्नु परेको छ। यसकारण सरकारलाई ईश्वरले उचित ज्ञान दिउन्। सरकारलाई दिन दुखी गरिबहरूको माया गर्ने, देशलाई चाहिँ अधोगतितिर लाने होइन, ऋणमा डुबाउने होइन, देश भत्ताभुङ्ग लथालिङ्ग पारेर सुकुम्बासेर लखेट्ने, कुट्ने, पिट्ने, घर भत्काइदिने काम नगरोस्। परमेश्वर ईश्वर चाहिँ दया उनीहरूको हृदयमा अलिकति आओस् भन्ने कामनाहरू प्रार्थना छ है हाम्रो त।